छैन खोइ उता उता यस्तै जाने ठाउँ छ अरे उता उतै झरौँ भनेर नि इनफ होला नि दिनभरि गर्दा पनि खप्छ अरे नि चार्ज भनेपछि विषादीहरू लाएर होला है अझैसम्म छ काम नपर्ने ठाउँमा साथीहरू हिँड्दैछन् अघि अघि म पछि पछि यहाँ त मान्छे नि बाटो त बाटै रहेछ यो कता जाने त्यहाँबाट टेम्पल लेखिरहेको थियो मन्दिर उतै उतै निक्लिने ठाउँ पनि हुन्छ होला नि त लडिएला है लडिएला खोइ उता 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 यस्तै जाने ठाउँ छ अरे उता उतै झरौँ भनेर नि यता ओर्लिने होइन उता उतै जाउँ न बनाउँदैछु नि म त ऊ झन्डै लडेँ ल यहाँ चाहिँ चियान चियान रहेछ हौ चियान ल कता पो गयो ए हुनुहुँदो रहेछ यता चाहिँ च्यान घारी रहेछ क्या है तर्साउँछ होला एउटा साथीले भने जस्तै क्या ए कोरियाकोले तर्सायो भने बुझिँदैन भाषा भन्थ्यो त्यस्तै क्या भूत पनि हुँदैन यो चाहिँ च्यान घारी रहेछ हौ हामी चाहिँ हाइकिङ हिँड्दैछौँ होइन हाइकिङ ए तपाईँले नै भन्नुभएको होइन को हिँडेको पनि रहेछ यहाँ ए यहाँ साथीको भनाइ चाहिँ यताको मान्छेहरूको चाहिँ सबै इच्छा पुरा भएको हुन्छ अरे जस्तो भन्नु त्यस्तै खायो जस्तो भन्नु त्यस्तै लायो सरकारले जे भन्नु त्यति पुऱ्याइदिएको हुन्छ अरे त्यही भएर आत्मा शान्ति हुन्छ अरे तर्साउँदैन अरे भड्किँदैन अरे हाम्रोतिर चाहिँ अब भनेको जस्तो लाउन पाएन भनेको जस्तो गर्लफ्रेन्ड पाएन भनेर मरेको हुन्छ नि त त्यही भएर तर्साउँछ अरे क्या 18 वर्षदेखि गर्लफ्रेन्ड पनि पाइहाल्छ सुविधा पाइहाल्छ पाउँछ भने जस्तो मोबाइल चलाउनु पाइहाल्छ उहाँ कस्तो राम्रो रहेछ नि ल हामी आएको ठिकै भयो है ल हिँड्नु अगाडि हामी आएको उपलब्धि भयो किनभने यस्तो डेन्जर बाटो आएको छौँ तर त्यति भिडियोमा चाहिँ देखिएन होला आउँदैछौँ नि यताको चाहिँ गर्लफ्रेन्ड पनि भइहाल्छ भने जस्तो खाना पनि पाइहाल्छ भने जे पनि पाउँछ भनेर बहुत के भिडियो एक्सर्साइज चाहिँ डह्रो भयो लिन पाइन्छ घुम्न आउनलाई त्यो भएर मलाई एकदमै घुम्न मनपर्छ होइन साथीहरू ज्यादा अब कोठातिर बस्ने सुतेर बस्ने मोबाइल चलाउने मलाई यताबाट जाँदा नि हुने थिएछ टाउकै ह्याङ हुन्छ घुम्ने साथीहरू पाएको हुन्छ सेम हो म पनि राम्रो ठाउँ आयो महावीर पनि जस्तो क्या
यहाँ पुगेर चाहिँ के कस्तो छ है त ए कस्तो मजाको आनन्द ठाउँ रहेछ हौ यो त यता जाँदा पनि हुने रहेछ यहाँ देखाइदिएको म्याप पनि रहेछ हङसुते 500 मिटर फम्फाक्वन हजुर फोम्याङ्सा ए चाकाचुली ए के भन्छ कस्तो राम्रो उसको बनाइदिएको रहेछ छुटिँदैन होला आनन्दको ठाउँ क्या एक्लै आउँदा चाहिँ डर हुन्छ होला है अहिले खिचिरहेको छ अघिदेखि खेल्छु म पनि ल मेरो पनि गरिदिनु ल यहीँदेखि कि अर्को उयो गरौँ सर है एकदम आनन्द नेचुरल क्या यो सबै डन्ठीको बनाएको रहेछ मेरो पेट पोर्लुक्क बाहिर निक्लिन्छ होला नि त देखेर गर्मी भएको थियो शीतल भयो हजुर ए दामी भयो यस्तै प्राकृतिक उयोहरू मनपर्छ क्या मलाई चाहिँ एकान्त त्यो भिडभाड सहर यत्तिकै मान्छेहरूको भिड हुन्छ नि गाडीहरूको चाप भन्दा मलाई त्यस्तो ठाउँ मनपर्छ हजुर बालापनको याद आयो ल अब हामी कता कता जान्छौँ यता पनि 500 मिटर रहेछ यता पनि हामी पुरा सुरुमा यता गएर आम अनि फेरि यता गएर आम फेरि उतै हुन्छ झर्दा हुन्छ होला नि त त्यसो गर्नुपर्छ ल अलिक उहाँ चाहिँ अलिक क्यामेरा साई हुनुहुन्छ ल उहाँ चाहिँ अलिक क्यामेरा साई हुनुहुन्छ हामी चाहिँ अलिक क्यामेरामा कम्फोर्टेबल छौँ बानी हेर्नुपर्छ ए लजाएर हुन्छ त थुङसान छिन्छ छेमिसाइ हो नामुच छिन्छ छोआयो खिपुनी छोआयो यो चाहिँ च्यान घारी रहेछ क्या है खासमा चाहिँ च्यानै च्यान रहेछ कोरियामा तपाईँको चाहिने च्यानघारी नै च्यानघारी हुन्छ वहाँ डाँडा रहेछ मजाको के छ त्यहाँ छन चाहिँ छ के छ यस्तो बारेको हो कि बारेको छ अहिले पात झर्ने बेला हो नि त अहिले ख्याउल होइन ख्याउल खेचल ए त्यहाँ हुँदो रहेछ मलाई चाहिँ अलिक डर लाग्छ क्या भूतहरूको डर लाग्छ अलिक क्यामेरा कस्तो कस्तो आयो जस्तो लाग्यो त हेर्नु त धमिलो पानी पसेको छ ऊ पानी पो पसेको अन्त यहाँ छ नि उयो त फेरि यहाँ छ नि बोल्ने त नि अनि हुन्छ त फेरि म बोल्दिनँ नि त ल म चुप राख्छु ल डिस्टर्ब गरेको मैले चाहिँ उहाँले खिच्चा गरिदिँदैछ उहाँको भिडियोमा मसँग माइक छ नि त मसँग माइक छ त्यही भएर उहाँले भिडियो बनाउनु हुँदैछ अनि म चाहिँ खिच्चा गरिदिएको है
उहाँले बोलेको सुनिन्छ कि मैले बोलेको सुनिन्छ ल मसँग माइक चाहिँ छ उहाँसँग क्यामेरा छ उहाँले क्यामेरा बनाउनु हुँदैछ क्यामेराबाट पहाडको माथि माथि घुम्दै फिरेर हजुर हो र कहाँदेखि अझै पर कहाँदेखि यहाँबाट पहाडको झन्डै लडे इनफ होला नि दिनभरि गर्दा पनि खप्छ अरे नि चार्ज भनेपछि 20,000 है 40,000 कति दिया राको पातले राको पातले हुन्छ अब हामी उता साइड जान्छौँ कोरियामा आएर केराको पात चाहिँ पाउने कोरियामा हुँदैन नि कताबाट जान्छ त नि केरा हुन्छ त त्यो त बाहिरबाट सबै हो महँगो त उहाँ तपाईँको एभरल्यान्डमा चाहिँ छ केराको बट ए त्यहाँ त्यो पार्कमा राखेको छु प्रायः पाइन्छ केराको बोट मैले पनि देखेको छैन यता आएर केरा चाहिँ देख्यो केरा चाहिँ कस्तो देख्यो भने 15-20 दिनसम्म पनि नबिग्रिने केरा देख्यो जस्तो राख त्यस्तै हाम्रो त पेलात्तै भइहाल्छ विषादीहरू लाएर होला है रमाइलो भयो फ्रेस भयो ला कता तपाईँको त यसरी पो खिच्नु पर्ने बेला भयो त नि डबल क्लिक गर्नु त्यो बटनमा यो ठुलो कालो बटन म त्यसमा गऱ्यो भने चाहिँ सिधा नजान्नु पनि पापै हो म त उँधो पो देखाउँदै थिएँ टस बाल्ने जस्तो लिन्छ त कस्तो राम्रो यहाँ त आउँदैन नि कस्तो स्टेबल आउँदो रहेछ हामी कुद्दा पनि स्टेबल अब हामी चाहिँ यता जानु लाग्यो खिच्दा पनि हुन्छ कुद्नु नि तपाईँ म पछाडि कुद्छु हजुर यता त के रहेछ है घर रहेछ नारियलको डोरीको यता चाहिँ के छ हामी जाने त यता होला नि खुसिहाल्दो रहेछ हौ होस् ए यहाँ पनि जाँदो रहेछ उँधो जाने बाटो पो छ कि छैन हौ हेरौँ त है यताबाट झरौँ ल हुन्छ यताबाट झरौँ हामी चाहिँ फर्किँदैछौँ अब यता अर्कै बाटो अघि आएको यताबाट यस्तो केही नभएको च्यानघारी अन्न कन्टार आउने यस्तो गरिदिएको छ पुरा हाम्रोतिर हो भने यस्तो त घुम्ने ठाउँ पो हुन्थ्यो है अन्न कन्टार कोही मान्छे नभएको च्यानघारीमा पनि यस्तो पुरा बिछाइदिएर बाटो बनाएछ तर मान्छेहरू चाहिँ हिँड्दा रहेछ नि आफ्नो आफ्नो च्यानहरू होला अनि
समुद्र त खै यता जङ्गलबाट आएको एक्लै आउँदा त म त डर लाग्ने रहेछ देउसै भए पनि गाडीहरू है त कस्तो छ यो चाहिँ कस्तो के हो खोइ के गर्ने ठाउँ हो यो वरिपरि खाल्दछ